काठमाडौँलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा फाइनलमा पुग्न भोलि विराटनगरसँग प्रतिस्पर्धा गर्दै। लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुर स्थित त्रिवी मैदानमा भएको इलिमिनेटको खेलमा काठमाडौँ गोर्खाहरूलाई 4 विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो। अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। बुधबार काठमाडौँले दिएको 112 रनको लक्ष्य लुम्बिनीले 17.4 ओभरमा 6 विकेटको क्षतिमा पुरा गरेको थियो। लुम्बिनीका लागि ओपनर डासी सर्टले 33 रनको योगदान दिए। उनले 34 बलमा 2 छक्का प्रहार गर्दै 33 रनको योगदान दिएका थिए। उनी तेस्रो विकेटको रूपमा 12औं ओभरको अन्तिम बलमा काठमाडौँका रसिद खानको बलमा विकेटकिपर जोन सिम्सनबाट समातिएका थिए। ओपनिङमा मौका पाएका दिनेश अधिकारी 4 रनमै आउट हुन पुगे। कप्तान रोहित कुमार पौडेलले 25 बलमा 1 चौका र 1 छक्काको मद्दतमा 18 रन जोडेर आउट हुन पुगेका थिए। सन्दीप जोराले 23 रन मात्र जोडेर आउट भएका थिए। उनले 23 बलमा 1 चौका र 1 छक्का प्रहार गरेर 17 रनको योगदान दिएका थिए। अर्को ओभरमा निरोसन डिक्लेलालाई काठमाडौँका कप्तान करण केसीले 14 रनमा बोल्ड गरेका थिए। उनले 14 बलमा 2 चौका प्रहार गरेका थिए। अन्त्यमा रुबेल ट्रम्पम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जित दिलाएका थिए। बोलिङमा काठमाडौँका सन्तोष यादवले 2 विकेट लिए। करण केसी, सनी पटेल, शाह आलम र रसिद खानले समान 1-1 विकेट हात पारे। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ खराब ब्याटिङ गर्दा 19.1 ओभरमा 111 रनमा अल आउट हुन पुगेको थियो। काठमाडौँको सुरुवाती ब्याटिङ लाइनअप कोल्याप्स पारेको लुम्बिनीले पावर प्लेभित्र 4 विकेट लिएको थियो। काठमाडौँका शीर्ष 4 ब्याटर दोहोरो अङ्क जोड्न नपाई आउट हुँदा टोली सङ्कटमा परेको थियो। पिचमा बल टर्न भइरहँदा ब्याटरले सङ्घर्ष भने निकै गरेका थिए। दोस्रो ओभरको पहिलो काठमाडौँका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई 1 रनमा लुम्बिनीका शेर मल्लले आउट गरेका थिए। तेस्रो ओभरको पहिलो बलमा काठमाडौँले अर्को विकेट गुमायो। सनी पटेल 7 रन जोडेर आउट हुन पुगे। चौथो ओभरको 5औं बलमा भारतीय मूलका अमेरिकाका ब्याट्सम्यान अलराउन्डर मिलिन्द कुमार 2 रन मात्र जोडेर आउट हुन पुगे। 5औं ओभरमा बेन चार्ल्सवर्थ 4 रन जोडेर पेभिलियन फर्किए। उनी विकेट पछाडि निरोसन डिक्लेलाबाट समातिएका थिए। लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले 10औं ओभरमा 2 विकेट लिएपछि लुम्बिनी खेलमा ह्यापी भयो। रोहितले पहिलो बलमा भीम सार्कीलाई दिलीप नाथबाट क्याच गराए। सार्कीले 14 रन जोड्ने क्रममा 16 बलमा 1 छक्का प्रहार गरे। उनले जोन सिम्सनसँग 5 विकेटका लागि 36 रनको साझेदारी गरे। 5औं बलमा सिम्सन पनि आउट हुन पुगे। सिम्सनले 17 बलमा 18 रन जोड्ने क्रममा 1 चौका र 1 छक्का प्रहार गरेका थिए। त्यति बेला काठमाडौँले 9.5 ओभरमा 6 विकेटको क्षतिमा 51 रन मात्र जोडेको थियो। 2 ओभरको बीचमा थप 1 रन जोड्दा काठमाडौँले आफ्नो 7औं विकेट गुमायो। रसिद खानलाई कप्तान रोहितले 2 रनमा आउट गराएका थिए। 14औं ओभरमा काठमाडौँका आशा गरेका ब्याटर आदिल अन्सारी 18 रन जोडेर आउट भए। उनले 11 बलमा 1 चौका र 2 छक्का प्रहार गरेका थिए। उनलाई शेर मल्लले बोल्ड गर्दै पेभिलियन फर्काएका थिए। उनले सन्तोष यादवसँग 8औं विकेटका लागि 20 रनको साझेदारी गरे। कप्तान करण केसी 14 बलमा 9 रन जोडेर आउट हुन पुगे। अन्तिम ओभरमा सन्तोष यादव 23 रनमा रन आउट भए। काठमाडौँका लागि सर्वाधिक रन जोड्ने यादवले 17 बलमा 1 छक्का प्रहार गर्दै 23 रन बनाएका थिए। बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित कुमार पौडेलले समान 3-3 विकेट लिए। मल्लले 4 ओभरमा 22 रन दिए भने रोहितले 25 रन खर्चिए। यस्तै टम्सम्यानले 2 विकेट लिए। उनले 3.1 ओभरमा 1 मेडन राख्दै 10 रन मात्र दिए। आजको खेलमा काठमाडौँले कुनै परिवर्तन भने गरेको थिएन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमाडौँले मैदानमा उतारेको थियो। यता लुम्बिनीमा भने 1 परिवर्तन गरिएको थियो। सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मौका दिएको थियो।
आजको खेलमा जित निकालेसँगै लोममुनीले भोलि बिहिबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ। यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरिसकेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मङ्गलबार जित हात पारेको थियो। फाइनल प्रतिस्पर्धा शनिबार अपराह्न 3:30 बजे हुनेछ।